आजको वेदर चाहिँ हेर्नुहोस् न साथीहरू, एकैछिनमा चड्किन्छ र एकैछिनमा धर्किन्छ, कसैले नि भन्न सक्दैन। यो पानी र घामको चाहिँ कम्पेरिजन जस्तै भएको छ। हेलो नमस्ते, म अनिता हजुरहरूको साथमा फेरि पनि आइसकेको छु छोटो मिनी ब्लग लिएर। यो चाहिँ हो आन्टीहरूको बारीमा फलेको रहेछ। हेर्नुहोस् न साथीहरू, यसलाई चाहिँ भन्छ अरे टेङ्गा बेल भनेर। मलाई चाहिँ थाहा छैन, मैले चाहिँ फर्स्ट टाइम देखेँ साथीहरू, र मलाई चाहिँ आमाले देखाउनु हुँदैछ गाइस। यसको चाहिँ फुल हेर्नुहोस् न कति सुन्दर नै। र उहाँ आन्टीहरू चाहिँ घरमा हुनुहुन्न अहिले चाहिँ, र उहाँको बारीमा चाहिँ लट्टै फलेको रहेछ है साथीहरू। र म चाहिँ अब सोचेँ दोकान जान्छु भनेर निक्लेर झोलासोला बोकेर त दोकान जानुबाट निक्लि पनि सकेँ गाइस। र म चाहिँ दोकान पनि पुगिसकेँ। र हेर्नुहोस् न, आजकल त हामीहरूको चराले चाहिँ टाउन लाग्ने भइसक्यो गाइस। र मैले चाहिँ यता सामानहरू पनि लिइसकेँ गाइस। र सामानहरू लिइसकेर म चाहिँ यता फर्कि पनि सकेँ। र फर्केर अब चाहिँ म सब्जी बारीतिर हेर्न गएको। त कति राम्रो हेर्नुहोस् न फर्सीको मुन्टा। र इधर देखो बेटा, हाई बोल दो। र यता मेरो छोरा चाहिँ स्कुल जान्न मम्मी आज भन्दै थियो र फकाइतुला गरेर मैले चाहिँ पठाएँ। हजुरहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्यो, मन परे लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला।